मसी म पास्टर जीएस आले तपाईहरुको माझमा आज धेरै दिनपछि भिजन अनलाइन टिभीबाट म प्रस्तुत भइरहेको छु। आज म यहाँ तपाईहरुलाई धादिङको यो सात घुम्ती भन्ने ठाउँबाट मैले बोल्दै छु। किन बोल्दै छु भन्दा विगत 1 वर्षदेखि हामीले चाहिँ न्यू जेनेरेसन चर्च सात घुम्तीमा सुरु गरेका छौं। हामीले यो चर्चलाई चाहिँ यहाँ सेवाकाईको रूपमा हामी सुरु गरेका छौं। यो चर्च बनाउन भएर हामीले यो जुन पिलरहरु देख्दै हुनुहुन्छ तपाईहरुले अनि यो पिलर चर्च बनाउनु भनेर हामीले सुरु गरेका छौं। किन चाहिँ यहाँ सुरु गरे भन्दा विगत 10 वर्षदेखि चाहिँ यहाँ चाहिँ उहाँ त्यो टहरोमा चाहिँ यो सानो टहरो छ त्यहाँ त्यो विगत 10 वर्षदेखि सुरु गरिरहेको छ। अनि त्यसपछि उहाँहरू चाहिँ अनि हामीसँग जोइन हुनुभयो न्यू जेनेरेसन चर्चमा। हामी पनि मिलेर सहकार्य गर्छौं भनेर चाहिँ अनि गरेको हुनाले हामीले यहाँको 1 वर्षदेखि हामीले यो सुरु गर्दैछौँ। यहाँ हामी हेर्न सक्छौँ हाम्रो छोरी छ यहाँ यो सात घुम्ती रेखा यता हेर सात घुम्ती मण्डलीको अगुवाको रूपमा छन्। यहाँ अहिले सेवाकाई गर्दै हुनुहुन्छ। अनि चर्च बनाउनु भनेर हामीले यहाँ सुरु त गरेका छौँ तर हामीसँग अलि आर्थिक अभाव कम भएको कारणले गर्दाखेरि यो हामीले बनाउनलाई पुरा निर्माण गर्न सकेका छैन। हामीले पिलर मात्रै सफा गरेका छौँ। जति हामीसँग प्रभुले जुटाउनु भएको थियो त्यति खर्च चाहिँ हामीले गरिसकेका छौँ र अरूको आर्थिक कुराहरू कम छ। म आशा गर्छु तपाईहरुसँग जसरी मेरो न्यू जेनेरेसन चर्च इमाडोलमा मसँग त्यतिखेर हामीसँग आर्थिक कुराहरू थिएन तर प्रभुले जुटाउनु भयो। त्यहाँ पनि हामीले करिब 25 लाख भन्दा धेरै माथिको हामीले मण्डली भवन निर्माण गर्न सक्यौँ। र यसपटक पनि हामीले यहाँ सात घुम्तीको लागि हामीलाई करिब 7 लाख रुपैयाँको आवश्यक छ। अनि त्यो पैसा आर्थिक कुरा प्रभुले जुटाइदिनु हुनेछ र प्रभुको जनहरूको हृदयमा चाहिँ बोल्नुहुनेछ प्रभुले र त्यो सहयोग तपाईहरुबाटै आशा गर्छु। र सबभन्दा अर्को कुरा चाहिँ के छ भने जति पनि मेरो न्यू जेनेरेसन चर्च इमाडोल बनाउनु लागेका थिए खर्च त्यसमा चाहिँ विदेशी हातहरू कुनै पनि परेन। हाम्रो सबै नेपाली दाजुभाइ दिदीबहिनी र म आशा गर्दछु तपाईहरुले आफ्नो मुठी खोलिदिनु हुनेछ प्रार्थना सहित भन्ने। र म तपाईहरुलाई केही समयपछि अनि त्यो भवन त्यो जहाँ संगति गर्दैछौँ आज हामीले संगति गर्यौँ त्यहाँ प्रभु वचन गर्यौँ त्यो ठाउँ पनि हामी तपाईहरुलाई देखाउन लैजाँदैछौँ। हामी जानेछौँ उतातिर। हामी अब यो जहाँ हामीले संगति गर्दैछौँ त्यो ठाउँमा अहिले हामी जाँदैछौँ। यहाँ अगाडि मेरो छोरी रेखा प्रकाश छ। यहाँ चाहिँ सात घुम्ती मण्डलीको भर्खर अगुवा हुनुहुन्छ। अनि यो मण्डलीमा कतिजना विश्वासी छन् कहिलेदेखि सेवाकाई गरेको हामी अहिले मण्डलीभित्रै गएर खोज्नेछौँ। यो अहिले सङ्गति गर्ने ठाउँ चाहिँ यही हो। यो ठाउँ चाहिँ हामीलाई हाम्रो रामशरण पौडेल दाइले चाहिँ पौडेल होइन रामशरण पौडेल दाइले उपलब्ध गराउनु भएको र त्यो ठाउँ अहिलेको त्यो ठाउँ पनि रामशरण दाइले नै उपलब्ध गराइदिएको पर्यटकको निम्ति फ्रीमा उपलब्ध गराएको छ। र यो ठाउँ यही हो हामी भित्र हेर्नेछौँ। हामीले यही ठाउँमा गएर चाहिँ हामीले आज सङ्गति गरेका छौँ र विगत 10-12 वर्षदेखि यहीँ सङ्गति गरिरहेका छ। र म केही कुरा छोरालाई सोध्दछु। यहाँ अहिले नानी जयमसी कतिजना विश्वासी छ यहाँ हाम्रो दर्शकहरूलाई चाहिँ बताइदिउँ। यहाँ चाहिँ हाम्रो चाहिँ 10-15 जना जति हुन्छ। कहिले 10 जना कहिले 15 जना जति हुन्छ। कति वर्षदेखि यहाँ सेवाकाई गर्दैछ? यो सेवाकाई गरेको चाहिँ हाम्रो 12-15 वर्ष भयो। अनि तर 12-15 वर्षमा पनि होइन यहाँ केही उपलब्धि हुन सकेको छैन। एकदम चर्च सबैले हेर्नुभयो यस्तो छ है अवस्था। 12-15 जनामा बत्तिसमा लिएको त्यतिजना है बत्तिसमा लिएकै। अनि अहिले नयाँ विश्वासीहरू पनि नयाँ विश्वासीहरू चाहिँ 2-3 जना छन्। 2 जना आउँदैछ है। अनि यहाँ धेरै कुन जातिको बाहुल्य छ यहाँको यो ठाउँमा चाहिँ? यहाँ चाहिँ सबै जातिको छ भन्नाले पनि अलिक धेरै चाहिँ धेरै जाति सबै मिक्स। चेपाङहरू नै धेरै होला भुजेलहरू धेरै होला जस्तो हो। चेपाङको एउटा मात्रै हो होइन गाउँमा भनेको गाउँमा चाहिँ हामीले चेपाङहरू धेरै छ तर विश्वासी चाहिँ म एक्लै छु। धेरै जस्तो चाहिँ हाम्रो सच्चाइमा गएको छ हाम्रो चेपाङहरू चाहिँ। यहाँ चेपाङ भुजेल अनि प्लस अरू जातिहरू चाहिँ उसमा गएको छ सच्चाइमा गएको छन्। अनि म एक्लै चाहिँ त्यो यो गाउँबाट चाहिँ म एक्लै हो चर्चमा। भनेपछि उहाँहरूलाई पनि त्यो उहाँहरूको आत्मा पनि जित्ने प्रोमा त्यो एउटा विश्वाससहित सङ्गतिमा अगाडि बढिरहेको छौँ। अनि हाम्रो युट्युब च्यानल हेरिरहने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ मण्डलीको बारेमा? म चाहिँ है जयमसी है सम्पूर्ण युट्युब च्यानलमा हेरिराख्नु भएको भ्युवर्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भने फर्स्ट विश्वासीहरूलाई है संसारिक त मान्छेलाई भन्दा पनि विश्वासीहरूलाई चाहिँ के भन्न चाहन्छु भने हजुरहरूले प्रार्थना गरिदिनु होला। हाम्रो चर्च चाहिँ 10-15 वर्ष भइसक्यो एकदम डेभलप हुन सकेको छैन। मान्छेहरू वृद्धि चाहिँ भइरहेको छ तर चर्चलाई चाहिँ हामीले डेभलप गर्न सकिरहेको छैन है। चर्चको अवस्था चाहिँ यस्तै छ एकदम अब नाजुक छ होइन।
अनि हजुरहरूले प्रे गरिदिनु होला, यदि सक्नुहुन्छ भने हजुरले हेल्प पनि गरिदिनु होला है। हामी परमेश्वरको कामको लागि हो, हजुरले चर्च बनाउनको लागि हजुरहरूले हेल्प गरिदिनु भन्न चाहन्छु। अनि सेवाकाई गर्न चाहिँ कतिको गाह्रो रहेछ त? सेवाकाई गर्न एकदम गाह्रो छ होइन। प्रभुलाई चिन्नलाई चाहिँ एकदम गाह्रो हुन्छ। जो पाए मान्छे चाहिँ प्रभुलाई विश्वास गर्न सक्दैनन्। तर के भन्ने, जिन्दगीमा सेवाकाई गर्दै गर्दाखेरि हरेस खाएको छ? एकदम है, एकदम हरेस खाएको छु नि मैले। त्यो अवस्थामा कसरी के महसुस गरे? अनि मैले नि प्रभुलाई मैले चिन्ने थिइनँ। मैले सङ्घर्ष गरेर होइन, कठिनाइहरूमा भोगेर म यो ठाउँमा प्रभुलाई चिन्न आएको हो, प्रभुको शरणमा आएको हो। मैले एकदम लाइफमा एकदम म मरिसकेको मान्छे थिएँ होइन। तर जब मैले प्रभुलाई पाएँ, आज म मरेको मान्छे म आज जीवित छु। प्रभुले मलाई एकदम सुख शान्ति आनन्द दिनुभएको छ, मेरो जीवन दिनुभएको छ उहाँले है। उहाँलाई प्रभुलाई धन्यवाद दिन चाहन्छु। अनि अरू त परमेश्वरले चाहिँ नानीलाई चाहिँ सहयोग गर्न चाहनुभयो भने परमेश्वरसँग जस्तो एउटा मात्र वरदान जस्तो हामीले हेऱ्यो भने सोलोमन राजालाई भन्नुभयो, त के माग्छस् माग भन्दाखेरि सोलोमन राजाले चाहिँ के भन्नुभयो भने, तपाईँको दास मेरो पिताको प्रजालाई सही प्रकारले निसाफहरू गर्नको लागि, न्याय गर्नको लागि, हेर्नको लागि मलाई ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस् प्रभु भनेर भनेका थिए। अनि तपाईँलाई परमेश्वरले के माग्छ माग भन्यो भने यो मण्डलीको बारेमा, तपाईँको बारेमा तपाईँले आफ्नो लागि माग्नुहुन्छ, मण्डलीको लागि माग्नुहुन्छ? म चाहिँ होइन, फर्स्ट म चाहिँ अहिलेसम्म चाहिँ माग्न त मैले मण्डलीको लागि नि मागिरहेको छु। अनि प्लस म दाउद चाहिँ आराधक छोरी बन्न पाऊँ भनेर प्रभुलाई मैले मागिरहेको छु, र मण्डलीलाई पनि मैले मागिरहेको छु। मण्डलीको लागि आर्थिक दिनुहोस् भनेर? आर्थिक अवस्था कमजोर छ, अनि मण्डली भवन बनाउनको लागि राज्य विस्तारको निम्ति सहायता गरिदिनुहोस् प्रभु भनेर मैले प्रभुलाई मागिरहेको छु। हुन्छ, धन्यवाद दर्शकहरू, तपाईँहरूले हेरिहाल्नुभयो, सुनिहाल्नुभयो। र म आशा गर्दछु परमेश्वरमा तपाईँहरूको प्रार्थना हाम्रो लागि निरन्तर हुनेछ र प्रभुले हाम्रो यो प्रार्थना सुन्नुहुनेछ। किनभने प्रस्थान 14:14ले त्यही भन्नुभएको छ, परमप्रभु हुने तिमीहरूको निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर भएर बस। म यो वचनलाई घोषणा गर्दै तपाईँहरूमा आज फेरि पनि बिदा हुन चाहन्छु। सबैलाई जय मसीह।